समन्वय गरेर हामीले पढ्नेले त होला हामीले एसएमएसहरू गर्छौँ तर आफ्नो सधैँभरि त्यो त सम्भव हुँदैन। जुन नपढेको बहिनीहरू पनि त्यसरी सकिँदैन। मोबाइल चलाउनु पनि सिकिरहेको हुँदैन। त्यस्तो बेलामा चाहिँ हामीले भाषा सिक्यो भने हामी समान अवसर प्राप्त गर्छौँ र समन्वय हाम्रो यो कम्युनिकेट पनि राम्रोसँग हुन्छ। अब हामी पहिला हुने चुप्पो लागेपछि हामी खाने के त, हामी जाने कहाँ त। अब सबै हामीले आफ्नो भाषा प्रयोग गर्दाखेरि हाम्रो भाषा सिक्दाखेरि कुनै पनि समस्या हामीले भोग्नु पर्यो जस्तो लाग्दैन। अनि हाम्रो आफ्नो क्षेत्र पनि विकास हुन्छ। हामीले बहिराहरू पनि यसरी नै हामीले उत्थान गर्दै हामी सबै सरह भएर जान सक्छौँ। जस्तो दोभाषे, जस्तो म आफू यहाँ मेरो अगाडि नानुजी उभिराख्नु भएको छ दोभाषे, अहिलेसम्म अब उहाँले त मेरो भाषा त कुनै समस्या छैन हामीसँग कुरा गर्नलाई त। अब उहाँले पनि यदि यो कुराहरू यो भन्न सक्नु भएन, उल्था गर्न सक्नु भएन त हाम्रो भाषा हामी तपाईँहरूको लागि अनौठो भयो, तपाईँहरू हाम्रो लागि अनौठो भयो। त्यसकारण सम्पूर्णलाई चाहिँ यो भाषा तालिममा सहभागी भएर सिकेर हामी बहिराहरूलाई पनि समान अवसर दिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। अनि अब जस्तो मध्यपुर छिमेकीले चाहिँ अब बहिरा आफ्नो क्लबहरू भनेर संस्था दर्ता गरेको छैन। समन्वय समिति भक्तपुर बहिरासँग अन्तर्गत चलाइरहेछौँ। नगरपालिकामा अब आफ्नो नगरपालिका भएकोलाई चाहिँ हामीले यहाँबाट के कसरी हाम्रो बहिराहरूलाई भाषा सिकाएर रोजगारीमा जन्म